एउटा इन्ट्रेस्टिङ कुरा भन्छु, स्मलदेखि मिडियम बिजनेसेसहरूको वेबसाइटको लागि यस यो टुलको खासै आवश्यकता पर्दैन यदि त्यो वेबसाइट चाहिँ केही समय अगाडि बनिरहेको छ र बेसिक एसइओ गर्नुभएको छ भने चाहिँ त्यस्तो आवश्यकता पर्दैन। हाई एभ्रीवन, मेरो नाम सफल पौडेल, आई डु एसइओ। अब आवश्यकता किन पर्दैन भन्दा चाहिँ हेर्नु, एउटा सिनेरियो भनेको इफ यु वान्ट टु गेट फास्ट यु निड टु पर्चेस सम टुल टु गेट अ इनसाइट फास्टर, and on the basis of insight you can make a right decision and get ahead from the competition. But if you had already built a website, then that insight is given through the Google. यदि हजुरले सर्च कन्सोलसँग इन्टिग्रेट गर्नुभएको छ भने हजुरको बिजनेसलाई र्याङ्क गर्नको लागि चाहिने सबै कुराहरू चाहिँ सर्च कन्सोलभित्र नै गुगलले दिइरहेको हुन्छ। अल यु हेभ टु डु इज एनालाइज इट। अब एउटा सिनेरियो दिन्छु। गुगल सर्च कन्सोलमा चाहिँ एउटा ट्याब हुन्छ, पर्फर्मेन्स ट्याब भन्ने। त्यहाँ गएर हजुरले लास्ट 1 इयर अथवा 6 मन्थमा चाहिँ युजरहरूले के सर्च गर्ने बेला चाहिँ मेरो वेबसाइटले इम्प्रेसन अथवा क्लिक्स पाएको रहेछ त भनेर हेर्न सक्नुहुन्छ। अनि त्यसलाई एक्चुअली डाउनलोड पनि गर्न सक्नुहुन्छ। त्यो डाउनलोड गरिसकेपछि वाट यु क्यान डु इज, त्यो क्वेरिज भनेको चाहिँ एक्चुअली द किवर्ड द्याट पिपुल आर सिकिङ इन द गुगल, र त्यसमा चाहिँ हजुरको वेबसाइटले इम्प्रेसन र क्लिक्स पाइरहेको छ। अब त्यो क्वेरिज 1 वर्षको डेटा हजुरसँग छ। त्यो डेटाबाट चाहिँ हजुरले क्याटेगोराइज गर्न सक्नुहुन्छ। क्याटेगोराइज गर्ने बेला चाहिँ 3टा लेभलमा क्याटेगोराइज गर्नु होला। एउटा चाहिँ ब्रान्ड रिलेटेड किवर्ड जसमा चाहिँ हजुरको ब्रान्ड नेम मेन्सन भएको हुन्छ, अनि अर्को भनेको बिजनेस रिलेटेड किवर्ड जसमा चाहिँ हजुरको ब्रान्ड नेम चाहिँ मेन्सन भएको हुँदैन तर हजुरको सर्भिस चाहिँ मेन्सन भएको हुन्छ, र त्यो किवर्डले चाहिँ हजुरको बिजनेसलाई चाहिँ एक्चुअली नै बिजनेस दिइरहेको हुन्छ कि त्यो कस्टमर कन्भर्ट हुने चान्स चाहिँ आयो हुन्छ। अनि अर्को चाहिँ लो भ्यालु किवर्ड। अब ब्रान्ड रिलेटेड किवर्ड हजुरको छैन भने चाहिँ युनिट टु गेट फोकस अन ब्रान्ड अवेरनेस, र ब्रान्ड रिलेटेड किवर्डहरू बनाउन ट्राई गर्नु पऱ्यो। अवेरनेस क्याम्पेनहरू रन गर्न पऱ्यो मेटामा, हजुरको ब्रान्डलाई अझै भिजिबिलिटी र अवेरनेस क्रिएट गर्न पऱ्यो। र यदि हजुरले बिजनेस रिलेटेड किवर्डमा चाहिँ इम्प्रेसन पाइराख्नु भएको छ भने चाहिँ अब इनिसियल डेजमा क्लिक्स त आउँदैन, हजुरले पाउने भनेकै इम्प्रेसन हो। यो कुरा चाहिँ एक्चुअली सर्च गरिरहेको रहेछ भनेर हजुरलाई क्ल्यारिटी हुन्छ। त्यो किवर्डको थ्रुबाट चाहिँ हजुरले आफ्नो वेबसाइटलाई त्यसरी नै अप्टिमाइज गर्न पऱ्यो, राइट? सो दिस इज अ भेरी सिम्पल वे एन्ड मोस्ट इफेक्टिभ वे टु युज द्याट फिचर। वाइ नट ट्राई इट, just give a try, and that's it. See you in the next video.